श्री पशुपतिनाथले हामी सबैको कल्याण गर्लान् सम्माननीय सभामुख महोदय। तर त्यो कल्याण गर्नेहरूको लिस्टमा पूर्व राजाको नाम हुन सक्छ कि सक्दैन? निर्मल निवासमा ठण्डा दिमागले बसेर पूर्व राजाले सोचिदिउन्। तिनकुनेलाई दुख्दै गर्दा, तपाईको हृदयलाई दुख्दै गर्दा हृदय नदुख्ने कस्तो राजा तपाईले परिकल्पना गर्नुभएको। कुलमान घिसिङलाई बाँकी अवधि काम गर्न दिनु पर्थ्यो। सत्तारूढ किताबाट हामीले पनि बोल्दाखेरि भनेका छौं, तर सरकारले हटाएर गल्ती गरेको छ हामीले भनेका छौं। देशको प्रधानमन्त्रीले बोलिरहँदै गर्दा बीचमा उठ्ने कुरा, प्रश्न गर्ने कुरा, या प्रधानमन्त्रीले बोलिसकेपछि सवाल जवाफ गर्ने कुरा हाम्रो नियमावलीको कुनै अक्षरले, कुनै भावनाले पनि व्यक्त गर्दैन। त्यसैले आज जे भएको छ, प्रतिपक्षको किताबबाट भएको कमजोरीलाई पनि म दर्ज गर्न चाहन्छु र सम्माननीय सभामुख महोदयबाट कमजोरी भएको छ भन्ने कुरालाई पनि म हेक्का राख्नका लागि सम्माननीय सभामुख महोदयलाई बडा नम्रतापूर्वक, सम्मानपूर्वक आग्रह पनि गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, सशस्त्र आन्दोलन देशमा हुँदै गर्दा स्वाभाविक छ कि हिंसाका घटनाहरू हुन्छन्। नेपाली कांग्रेस पार्टीले इतिहासको कुनै कालखण्डमा हिंसात्मक संघर्षको नेतृत्व गरेको थियो। अदालतमा उभिएर बयान दिँदै गर्दा नेता बीपी कोइरालाले भन्नुभयो कि म प्रत्यक्ष रूपमा यी घटनाहरूमा सरिक त थिइनँ, तर मेरो आह्वानमा भएको हुँदा म यी प्रत्येक घटनाको नैतिक जिम्मेवारी लिन्छु। 2042 सालमा नेपाली कांग्रेस सत्याग्रहमा थियो, शान्तिपूर्ण सत्याग्रहमा। दरबारको ढोकामा, सिंहदरबारको ढोकामा, अन्नपूर्ण होटलको आँगनमा बम विस्फोट भयो। नेपाली कांग्रेस पार्टीले उच्च नैतिक संस्कृति प्रस्तुत गर्दै त्यसमा हाम्रो संलग्नता छैन, तर हामी सत्याग्रहलाई स्थगित गर्दछौं भनेर घोषणा गर्यो। माफ माग्न चाहन्छु सम्माननीय सभामुख महोदय, म यो उच्चतम नैतिक संस्कृतिको विषय त्यो बेलामा उठाइरहेको छु जुन बेलामा शान्तिपूर्ण भनिएको आन्दोलनबाट जीवन गुमाएर दुईटा होनहार युवाहरू पोस्टमार्टम हाउसबाट चितातिर लम्किने यस बेलामा प्रतीक्षा गरेर बसिरहेका छन्। सम्माननीय सभामुख महोदय, सबिन महर्जन नाम गरेकी एकजना श्रमजीवी युवा अनि सुरेश रजक नाम गरेकी एक श्रमजीवी पत्रकार सबैले दुःख व्यक्त गरेका छन्। सबै राजनीतिक दलको वक्तव्य आएको छ, तोडफोड हुँदै गर्दा सबैलाई दुख्यो, तर निर्मल निवासलाई दुखेन। नागरिक मर्दै गर्दाखेरि धेरैलाई दुख्यो, तर निर्मल निवासलाई दुखेन। आज मैले यो संसदबाट उभिएर बोल्दै गर्दाखेरि म देशको कुनै युवकको मनमा मलाई राजा चाहिएको छ, मलाई नेताहरूसँग रुष्ट भयो, चित्त बुझेन भन्दै गर्दा छ भने म ती युवकलाई आग्रह गर्न चाहन्छु, तिनकुनेलाई दुख्दै गर्दा, तपाईको हृदयलाई दुख्दै गर्दा हृदय नदुख्ने कस्तो राजा तपाईले परिकल्पना गर्नुभएको छ, कस्तो राजा चाहनु भएको छ। हामी दुःख व्यक्त गर्दछौं, हामी दुखी छौं, हामी दुखी भई बक्सेका छौं भन्ने 3 लाइनको वक्तव्य पनि जारी गर्न नसक्ने अवस्थाको राज संस्थाको खोजी नेपालको युवकहरूले गरेका हुन् भन्ने म मान्दिनँ। यद्यपि सभामुख महोदय, म सम्मानका साथ नाम लिन चाहन्छु पृथ्वीनारायण शाहको, जसको अगुवाईमा हाम्रा पुर्खाहरूले नेपाल देशको एकीकरण गरे। म भक्ति थापालाई, भीमसेन थापालाई, अमरसिंह थापालाई, वीर बलभद्रलाई स्मरण गर्न चाहन्छु, जसको कारण नेपालको एकीकरणले पनि गति लियो र नेपाल देशका रूपमा रह्यो। तर पछिल्लो कालखण्डमा आउँदै गर्दाखेरि राजा र नागरिक बीचको सम्बन्ध पनि संवैधानिक राज संस्थाको मार्फतबाट निश्चय नै एउटा ऐतिहासिक ढंगले अघि बढिरहेको अवस्था थियो। तर निरन्तर संवैधानिक भएर राजाले बस्न नमानेपछि, संवैधानिक भएर बसेका राजाले पटक पटक संविधानमाथि, लोकतन्त्रमाथि धावा बोलेपछि अन्ततः नेपाली जनताले गणतन्त्रको बिगुल फुक्न बाध्य भए र आज नेपाल देश लोकतान्त्रिक गणतन्त्रमा पुगेको छ। यो बेलामा यसो भन्दै गर्दाखेरि नागरिक पंक्तिमा असन्तुष्टि छ कि छैन? यो संसदले हामीले गम्भीरतापूर्वक यो पनि छलफल चाहिँ गर्नैपर्छ। सम्माननीय सभामुख महोदय, नागरिक पंक्तिमा असन्तुष्टि छ। वर्षौंदेखि बन्न थालेको बाटो बनि नसकेर धुलोको साम्राज्यमा पुरिनु पर्दा नागरिकले सरकार जिन्दाबाद भन्दैन। खेतीको बेला मल नपाउँदै गर्दा सरकार हामी खुसी छौं भनेर किसानले भन्दैन। प्रशासनिक कार्यालयमा मुस्कान सहितको सेवा त पाइयो, तर मुस्कान दिने सेवा प्राप्त भएन भने सरकार जिन्दाबाद भनेर भन्दैन। तर सँगैमा दोस्रो प्रश्नमा जाउँ सम्माननीय सभामुख महोदय, यस्ता असन्तुष्टिहरूको हल मल हो कि राजा? म सिधा सिधी भन्न चाहन्छु, मल नपाएको एउटा किसानलाई गएर सोधौं, तिमीलाई मल चाहियो कि राजा? उनले भन्छन् मल। बाटो बन्न ढिलाइ भएर भएको ठाउँमा असन्तुष्ट भएर बसेको नागरिकको अघिल्तिर गएर सोधौं, तिमीलाई बाटो चाहिएको हो कि राजा? उनले भन्छन् बाटो। सम्माननीय सभामुख महोदय, शिक्षा विधेयक 50 वर्षपछि आयो,
तर संसदीय समितिबाट पारित भएर नागरिकको हातमा शिक्षकको हातमा पुग्न सकेन। शिक्षक महासंघको नेतृत्वमा अहिले पनि आन्दोलन भइरहेको छ। तर तिनै आन्दोलनमा रहेका नेपाली शिक्षकहरूलाई गएर सोधौं, तिमीलाई विधेयक चाहिएको हो कि राजा भन्दा असन्तुष्टि होला? तर हामीलाई राजा होइन, हामीलाई विधेयक चाहिएको छ भनेर शिक्षकहरूले भन्छन्। सम्माननीय सभामुख महोदय, मेचीदेखि महाकालीसम्म रेल बनाउने भनेर सरकारले नागरिकको जग्गालाई कब्जा गर्यो, नागरिकको जग्गालाई सरकारले अधिग्रहण गर्यो, मुआवजा दिइएको छैन। मुआवजा नपाएको नागरिकलाई गएर तिमीलाई राजा चाहिएको कि मुआवजा भन्दै गर्दा कसैले असन्तुष्टि हुँदै गर्दा यस्तै हो भने राजा भनेर भन्लान्। तर समग्रतामा उनीहरूले भन्छन् हामीलाई राजा होइन, हामीलाई मुआवजा चाहिएको छ भनेर। सम्माननीय सभामुख महोदय, कुलमान घिसिङलाई बाँकी अवधि काम गर्न दिनु पर्थ्यो, सत्तारूढ कित्ताबाट हामीले पनि बोल्दाखेरि भनेका छौँ। तर सरकारले हटाएर गल्ती गरेको छ हामीले भनेका छौँ। श्री पशुपतिनाथले हामी सबैको कल्याण गर्लान् सम्माननीय सभामुख महोदय, तर त्यो कल्याण गर्नेहरूको लिस्टमा पूर्व राजाको नाम हुन सक्छ कि सक्दैन? निर्मल निवासमा ठण्डा दिमागले बसेर पूर्व राजाले सोचिदिउन्। धन्यवाद। जय नेपाल।